हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। तो साथीहरू अहिले चाहिँ साँझको 5 बजिसकेको छ। अनि हिजो र आज चाहिँ यताको मौसम यस्तो भएको छ, तपाईहरू यहाँ देख्न सक्नुहुन्छ। अनि हिजो त यहाँ पानी पनि परेको थियो, आज पनि यहाँ पानी पर्ला पर्ला जस्तो त भएको छ, तर अब खै पर्छ कि पर्दैन पछि थाहा हुन्छ। अनि तरुण कस्तो लागेको छ आजको मौसम यस्तो भएको छ? आजको मौसम जाडो छ। आज धेरै जाडो पनि भएको छ। अब यो गर्मीको समय भए पनि यतातिर चाहिँ जाडो छ। के लाग्छ तरुण, पानी पर्छ त? पर्छ। ल, अब पानी पर्छ जस्तो लागिरहेछ, खै के हुन्छ अब हेरौँ। अब हिजो र आज मौसम यस्तो भएको कारणले हिजोदेखि चाहिँ यतातिर बत्ती नेट केही पनि चलिरहेको छैन, त्यही भएर हामीले भिडियो पनि अपलोड गर्न पाएका छैनौँ। अनि तरुण यता टिभी पनि हेर्न पाएको छैन हिजोदेखि, होइन? टिभी पनि हेर्न पाएको छैन हिजोदेखि। अनि साथीहरू, आज म तपाईँहरूलाई एउटा मेरो सानो भाइ देखाउँछु, तपाईँहरूलाई पनि त्यो धेरै मनपर्छ। ल हेर्नुहोस्, यसको नाम चाहिँ लड्डु हो। त्यो सानो केटो देखाउँछ। हेलो हेलो गाइज भन। लड्डु लड्डु हेलो गाइज। लड्डु हेलो गाइज। लड्डु यो को हो? यो को हो? हेलो गाइज। लड्डु यो को हो? हेलो गाइज। अब हुन्छ साथीहरू, आजको लागि यतिकै। अब भोलि चाहिँ नेटको लाइन र बत्तीको लाइन आएपछि म यो भिडियो अपलोड गराउँला। अनि तपाईँहरूलाई चाहिँ हाम्रो सानो भाइ लड्डु चाहिँ कस्तो लाग्यो कमेन्टमा भन्नु होला। अब भेटौँला भोलिको अर्को ब्लगमा। तबसम्मको लागि